हजुरहरू दर्शन हाम्रो किसानहरूलाई चाहिँ मार्का परेको छ मङ्गलबारदेखि परेको पानीले गर्दाखेरि। हेर्नु न अब यो दाइँ गर्नु पर्ने थियो, यस्तो हालत बनाइदियो कि पानीले के त धान सुक्नु नि पाएन। पानी आएकै यो तल्लो खण्ड चाहिँ आज दाइँ गर्ने भनिरहेको थियो। दाइँ गर्ने ठाउँमा हेर्नु नि खोलामा पानी जम्मिएर बिजोग बनायो। आज दाइँ गर्ने भन्दै हुन्थ्यो माथिल्लो ककाले। हेर्नु त यस्तो मार्का परेपछि कसरी चाहिँ नि धान भित्र आउने नि। पानी परेर बिजोग भयो। अब यो एक हप्तामा पनि सुक्दैन होला। दाइँ गर्नको लागिलाई गाह्रो छ, ढुस्से लागेर केही छैन। बिचरा धानहरू बिजोग भयो। किसानलाई साह्रै मार्का पार्यो है, मार्का पार्यो दिनले साथ नजिस के गर्नु। अहिले चाहिँ हल्का पानी रहिरहेछ। छिटो गर है छोरो।